हेलो साथीहरू, वेलकम ब्याक टु माई मिनी ब्लग। हजुरहरू सन्चै हुनुहुन्छ होला, यहाँ पनि हामी सन्चै छौँ। यहाँ चाहिँ हामी कहाँ आएको छौँ भन्ने कुरा हजुरहरूलाई म सुनाउन चाहन्छु। बिपीको धरान बिपी क्याम्पमा आएको छौँ। हजुरहरू सन्चै हुनुहुन्छ होला, हामी पनि सबैजना सन्चै छौँ। यहाँ चाहिँ हाम्रो बुहारीलाई गाइनमा ल्याएर आएको छौँ क्या हामी। मेरो दिदी हेर भाइले चाहिँ चुवाको फुल लगाइराख्नु भएको छ। कति राम्रो राम्रो देखिरहेछ। छ भने चुवाको बोट भन्छ कि भन्छ त, एउटा कहानी छ अरे। यहाँ मेरो दिदी हो, कति राम्रो है। हामी चाहिँ पर्खिरहेछौँ बुहारीलाई छोडेर। बुहारीले सम्झिरहेछ होला मलाई एक्लै छोडेर रोइरहेछ जस्तो छ। यहाँ चाहिँ गर्मीले हो, यहाँ मेरो दिदीले फोटो खिच्दै हुनुहुन्छ फुल देखाएर। मैले चाहिँ वरिपरि घुमेर फोटो खिचिरहेछु। साथीहरू देख्न सक्नुहुन्छ, अल्छी यस्तो लाग्छ है। प्रतीक्षाको फल एकदम मिठो हुन्छ, त्यही भएर हामीले पर्खिरहेका छौँ। हाम्रो बुहारीभित्र चाहिँ एकदम राउन्डिङमा डक्टर आएपछि त हामी कसैलाई पनि पस्नु दिनुहुन्न क्या। त्यही भएर हामी चाहिँ बाहिर टाइम पासको लागि बसिरहेछौँ। बाहिर मच्छर टोकेर यस्तो होइन, अनि भित्र कति गर्मी है। बाहिर निस्किँदा एकदम खुल्ला आकाशमा हामी सबैजना निस्केर बसेको हुन्छौँ। यहाँ देख्न सक्नुहुन्छ मेरो दिदी भाइ बुहारीलाई पनि सँगसँगै मेरो बुहारीको छोरी भइदिने भएर सबैको मुहारमा खुसीपन देखाएर हामी बुहारीलाई वार्डमा लग्दैछौँ। अनि त्यसपछि वार्डमा लगिसकेपछि मेरो बुहारी चाहिँ एकदम कमजोर फिल भइरहेछ होइन। त्यस्तै हो नि, डेलिभरी भएपछि कमजोर त भइहाल्नुहुन्छ। अनि त्यसपछि मेरो मम्मी र बाबा चाहिँ यो कुरा सुनेर यति छिटो आइपुग्नु भयो कि आफ्नो घरमा नयाँ मान्छे आएपछि खुसी त भइहालिन्छ सबैजना। त्यही भएर मैले थोरै मेमोरीको लागि एउटा भिडियो बनाएको छु, देख्नु सक्नुहुन्छ साथीहरू होइन। मेरो दिदी र बाबा चाहिँ गफ गर्दै हुनुहुन्छ, मैले फोटो खिचिरहेछु, बनाइरहेको छु। छैन अनि त्यसको सँगसँगै गरिहाल्नु पर्यो गर्नुको लागि। गरिदिनुहुन्छ गएका छौँ दिदी र म पनि होइन। बदनीलाई चट्टैसँगले नुहाइदिएर तेलहरू लगाएर अनि खै के गर्नुभयो मम्मीले आफ्नो रीतिअनुसार चाहिँ के गर्नुपर्छ भन्ने हुन्छ। मेरो कुकुरले मेरो मम्मीलाई सिकाउँदै हुनुहुन्छ क्या। छ नि अझै थुप्रै छ त नानी। अनि यहाँ चाहिँ मेरो भाइले बुहारीलाई लोकल कुखुरा खुवाउनुपर्छ भनेर उसले चाहिँ कुखुरा बनाउँदैछ क्या। यति छिटो बनाउँदैछ, खुवाउनु त परिहाल्छ। अनि मैले पनि उसलाई सिकाउनु दिदी भन्दै थियो, तर मैले हल्का पोलेकोलाई सफाइ गर्न त भनेर सिकाइरहेको छु। आफू ठुलो भएपछि त सानोहरूलाई सिकाउनु परिहाल्छ नि। कामहरू सम्पन्न हुँदैछ। अनि छिमेकीहरू पनि बोलाएको थियौँ, त्यसले गर्दाखेरि हामीले धेरै कुराहरू बनाउनु पर्ने भएकोले गर्दा दिदी र म चाहिँ बनाउँदैछौँ। अनि यहाँ चाहिँ छोरीलाई बधाईलाई भातहरू बनाएर आफ्नो रीतिअनुसार मेरो बाबा मम्मीले नुहारण गरिदिँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ साथीहरू। अनि त्यसपछि हामी चाहिँ सबैजना आफ्नो आफ्नो काममा व्यस्तता भएकोले गर्दाखेरि यहाँ मेरो बुहारीले चाहिँ सबै भित्रिसकेपछि चाहिँ अब नयाँ मान्छेलाई भित्राएपछि चाहिँ ऊ बसिरहेछ, सुति पनि रहेछ, हेर्छ पनि, एकछिन सुत्छ पनि, रुन्छ पनि। अब नयाँ ठाउँ परिवेश रुनु कराउनु त भइहाल्छ। अनि त्यसपछि मेरो बधाइनी चाहिँ सुतिरहेछ। अनि खानेकुरा अब छिमेकीलाई पनि दिनु परिहाल्छ, त्यही भएर मेरो दिदी चाहिँ सिलौटो कुट्नलाई त यति धेरै कति बल चाहिन्छ, त्यही भएर मिक्सरमा त यति छिटो हुन्छ। मेरो बाबाले चाहिँ यहाँ मासु फ्राई गर्दै हुनुहुन्छ।
अब सबै छिमेकीलाई त बोलाएर खुवाउनु परिहाल्छ नि। यो चाहिँ मेरो भाइको टेम्पो अनि घर वरिपरिको दृश्य पनि देख्छ। मेरो बाबाले चाहिँ नातिनीलाई लिएर पर्खिराख्नुहुन्छ। हाम्रोतिर त यस्तो प्रस्तावहरू पाउँछ कि अनि काम सँगसँगै सबै कुराहरू सकिसक्यो। छिमेकीहरू आएर पनि बसिरहनु भएको छ। त्यसको सँगसँगै एउटा केक पनि हामीले 3 डेजमा चाहिँ काटिनुपर्छ भनेर मेरो मम्मी सल्लाह गरेको थियौँ। अनि केक पनि हाम्रो सानो परिवार हो नि त, त्यही भएर बाबा चाहिँ आफ्नो काम जानुभएको थियो अनि हामीले मात्रै केक काट्दैछौँ। बुहारी ठुलो बदैनी अनि सानो बदैनी। अनि तपाईँहरूलाई विशेष कुरा चाहिँ के बताउन चाहन्छु हाम्रो बोजू हुनुहुन्छ, छोरी दिदी हुनुहुन्छ। नुयाना अब नुयाङ दिदीको नाम, बहिनीको नाम चाहिँ नुयाना भनेर हामीले चाहिँ नामकरण गरिदिउँ हामी सबैजना मिलेर होइन। देख्न सक्नुहुन्छ है अर्को अब यता बोजूलाई पनि खाइदिने बेला भयो। विशेष त बोजू हो। सानो परिवार छ। अनि मेरो दिदी बहिनी पनि अब छुट्टिँदै हुनुहुन्छ। म चाहिँ एक दिन बस्नेछु अनि त्यसपछि भोलि फर्किनेछु भनेर हामीले बिदाई कार्यक्रम गर्दैछौँ। देख्न सक्नुहुन्छ है साथीहरू, यस्तै छ गाउँघर। खुसियालीमा हाम्रो भदैनीको नरानमा होइन त। छोरीको नामकरण चाहिँ तपाईँहरूले सुनिसक्नुभयो होला, युवाना मेरो भदैनीको नाम। छोरीलाई चाहिँ केही कुरामा हजुरहरूलाई असर मेरो नपरोस् भिडियो कस्तो है। लाग्यो, मन पर्यो भने लाइक कमेन्ट र सब्सक्राइब गरिदिनुहोस्। हस् त बाई। मेरो ठुलो दिदी र आबेला पनि अब फर्किँदै हुनुहुन्छ, देख्न सक्नुहुन्छ। हस् त बाई। यहाँ चाहिँ मेरो भेनाजुले पनि मेरो भाइ बुवाहरूलाई चाहिँ सम्झाउँदै हुनुहुन्छ, अनि त्यसपछि होइन मैले चाहिँ के खाएको पनि नपुछिकन हतार भिडियो गरिरहेको थिएँ क्या। त्यस्तो एउटा क्लिपहरू छुट्छ भनेर चाहिँ हत्तपत्त भिडियो गरिरहेको छु। अब यसरी नै हाम्रो भेटघाट चाहिँ सम्पन्न भइसक्यो। भन्नुहोस् दुईजना आमा बुवाले भन्नुहोस् केही छ कस्तो लागिरहेछ के भन्नु। यता क्यामेराम्यान पनि छेलिदिनु पर्यो नि यस्तो गरेर। ल कङ्ग्रेचुलेसन। खोइ यो अब जिम्मेवारी बढेको छ यो भन्दा नि अब अहिलेसम्म सबैजना छौँ बिस्तारै सबै निस्किन्छ। बढी प्रेसर पर्छ तिमीहरूलाई, प्रेसर पर्छ। सानो भएपछि त सबैले सम्झाएको मान्नु परिहाल्छ। मेरो भाइलाई चाहिँ दिदी भेनाले सबैजनाले बाबा मम्मीले हामीले चाहिँ धेरै सम्झाएको छौँ होइन। फर्स्ट टाइममा गाह्रो हुन्छ बच्चालाई हुर्काउन बढाउन। त्यस्तै छ साथीहरू। 2-4 दिन त्यही जुरुक गरेर उठ्ने बस्ने नगर्ने, भारी नउचाल्ने, साह्रो जिनिस नखाने, पिरोहरू साग। अनि सबै कुरा भइसकेपछि मेरो दिदी बहिनी पनि गइसक्नुहुन्छ। मेरो भदैनीले चाहिँ कुकुर भयो भनेर हेरिरहेको छ। हस् त बाई, बाँकी भिडियोमा भेटौँ।